कहिले त बाइकहरू पनि यतै छ, भाइहरू पनि यतै छ। उहाँ चाहिँ दाइ हो, ऊ चाहिँ भाइ हो, सबजना छ। यी बेबीहरू पनि यतै छ। तिमीहरूले बेबीहरू भनेर चिन्छौ होला हाम्रो। त्यसैले अब चाहिँ बाटो चाहिँ थर दामी छ होइन, रमाइलो छ। अब माथि पुग्न बाँकी नै छ। सो होइन केटा हो, के छ त तिमीहरूको प्लान? एकदम मस्त त्यही छ हेर, बाटो चाहिँ जाँदै गरौँ न त अब होइन, बिस्तारै 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 हामी जाँदै गर्छौँ। भिडियो बन्दै गर्छ, डोन्ट वरी। ऊ स्टार्ट भइसक्यो गाडी एउटाले, केटाहरू बस्नु लागिसक्यो। ल हेलमेट पनि दिइदिन्छु म, टक्क हेलमेट हाल। हेलमेट सेफ्टी हुनुपर्छ क्या। केटाहरू यता गइरहेछ यतिको। ल विपिन उता हुनुहुन्छ, विपिन हाई भनिदियो त। ल यतिकै सुनेर त ल हामी धैर्यनी डाँडा जाँदैछौँ। ल समस्या छ यहाँनिर पनि, यहाँ समस्या रातो माटो छ, रातो माटो छ, यस्तै छ। ए आयो फाइनली पुग्यो गाइज हेभन डाँडा। हेभन डाँडा पुगिसकेका छौँ हामी, टक्क केटाहरू पनि पुगिसके। ल हेभन डाँडा हे यो गाइज, फाइनली पुग्यौँ हामी पनि। ल नै बाइक यतै राखौँ न, बाइक यतै राखौँ। छैन यहाँ चिप्लिन्छ नि बाइक, जाँदैन होला यस्तो छ। जाँदैन एमा, जाँदैन। यतै रोक्न, यता शीतलमा रोक्न यतै। जाँदैन हो भइहाल्यो। ह्याक ऊ किन गर्यो त्यस्तो? होइन माटो चिप्लो छ यार, जाँदैन होला। ए जा ए नहाल ए छोडिदेऊ यार, नहाल। ए होइन छोडिदेऊ, नहाल। किन हाल्ने हो खालि? यस्तो अति चिप्लो बाटो छ क्या यार, अति चिप्लो छ। त्यसमा स्लिप ए ल भयो केटा हो यार, नहाल, छोड। ए नजाऊ भइगयो यार, चिप्लो छ कि बाटो केटा हो, छोडिदेऊ यार। बेकार हो मुला हाल्नु, तान्दैन। चिप्लो तले आलु जाने हेर्नु बाइक खालि। आइसक्यो छ। ल हामी चाहिँ पुग्यौँ हेभन डाँडा। ल म माथि लगिदिन्छु।